सानो पहाडी गाउँको एक झुप्रोमा आमा र छोरा बस्थे। जीवन धेरै सजिलो थिएन, तर आमा सधैँ मुस्कुराउँथिन्। बा-आमाविहीन त्यो छोरा आमाकै माया र सङ्घर्षमा हुर्किएको थियो। तँलाई त म ठूलो मान्छे बनाउँछु, आमा सधैँ भन्थिन्। बिहान खेत, दिउँसो जङ्गल, बेलुका बुनाई, जसरी पनि छोरोको पढाइका लागि पैसाको जोहो गर्थिन्। छोराले पनि आमाको सपना बुझ्दथ्यो र मन लगाएर पढ्थ्यो। समय बित्दै गयो। छोरो सहर गयो, पढाइ सकायो, जागिर पायो। अब ऊ ठूलो मान्छे भइसकेको थियो। राम्रै तलब, गाडी, अफिस सबै थोक। एक दिन उसले सहरकी एक आधुनिक केटीसँग विवाह गर्यो। आमा खुसी थिइन्, नातिनी खेलाउने सपना बुन्दै थिइन्। तर बिस्तारै छोराको व्यवहार बदलिँदै गयो। बुहारीले घरको काम गर्न मन पराउँदिन थिइन् र आमालाई बोझ सम्झिन थालिन्। हामीलाई अब स्वतन्त्रता चाहिन्छ, आमा गाउँ फर्किनु राम्रो, बुहारीले भनेपछि छोरोले केही नबोली आमालाई वृद्धाश्रममा राखिदियो। वृद्धाश्रमको ढोका बन्द हुँदा आमाको मन टुट्यो। भित्र झ्यालबाट बाहिर हेर्दै मनमनै भनिन्, छोरालाई ठूलो बनाउने सपना पूरा त भयो, तर उसले मलाई सानो ठान्यो। दिनहरू बिते। छोरा र बुहारी आफ्नो जीवनमा व्यस्त भए। तर एक दिन बुहारी गम्भीर बिरामी परिन्। अस्पतालमा डाक्टरले भने, यो रोग गहिरो छ। माया र मानसिक सान्त्वना नपाए ठिक हुन गाह्रो छ। बिस्तारामा सुतेकी बुहारीले आँखा खोलिन् र एउटा कुरा सम्झिन्। जब म बिरामी थिएँ तैपनि आमा मलाई खाना पकाएर ल्याउँथिन्, कहिल्यै झर्किन्थिनन्। उनी रोइन्। छोरालाई समात्दै भनिन्, हामीले ठूलो गल्ती गरेका छौं। उहाँलाई फर्काएर ल्याऊ। त्यस दिन छोरो वृद्धाश्रम गयो। ढोका खोलेर आमाले छोरालाई हेर्दा मुस्कुराइन्। आँखा रसाएका थिए। छोरो गोडामा ढोक्दै भन्थ्यो, आमा माफ गर। आमा केही बोलिनन्, बस हात समातेर भनिन्, अब ढिला नगरे बस। घरमा फर्केपछि तीनैजना मिलेर बस्न थाले। बुहारी आमासँग काममा सघाउन थालिन्। आमा पनि नातिनी खेलाएर रमाउन थालिन्। त्यो घरमा फेरि खुसी फर्कियो, एक आमाको माया र माफीका कारण। अन्त्यमा सन्देश। संसारको सबैभन्दा निस्वार्थ माया आमाकै हो। कहिल्यै उसलाई कमजोर नठानौ।